त्यो मेरो मम्मीको हत्या गर्ने मान्छेले यस्तो भनेको छ अरे त्यो मलाई मैले मारेको भनेर नचिनोस् म अगाडि आउन नपरोस् नत्र यो पर्यो भने म त्यो ममतालाई छोड्दैन भनेर मलाई यसरी नै धम्की आएको छ अरे यता सबै हल्ला भएर अब कोही कोही आफन्तहरूलाई नै हल्ला भएर प्लिज बिन्ती छ अब मेरो मसँग हो दुश्मन रिस्दा होला मैले तपाईहरुको केही पनि खाएको छैन यसरी रिस्दा जलन गरेर पनि कामै छैन किनभने आफ्नाहरूलाई खुसी बनाउनु अर्काको खुसी नलुट्नु साथीहरु यो भनेको एकदम महापाप हो अनि मेरो आमाहरु छ अब आमाहरुको लागि मेरो बुवा हजुरबुवा मेरो बाबाको लागि त के गर्नु पर्यो है किनभने मलाई यसरी टर्चर पनि नदिनु किनभने म अब झुक्न बिन्ती छ तपाईहरुको दुई हात जोडेर भन्छु मलाई मेरो घर फ्यामिलीलाई यस्तो धम्की चाहिँ मार्ने काट्ने काटकुट गर्ने त्यसै धम्की चाहिँ नदिनु होला प्लिज कति जलन हुने झुनु मसँग रिसाउनु तर मेरो फ्यामिलीलाई चाहिँ केही नगर्दिनु मेरो खुसी भनेको उहाँहरु हो मेरो सारा भनेको उहाँहरु नै हो पाछुन्जेलसम्म अब पुरा यस्तो आएर आमालाई चाहिँ स्योर मारेरै फालेको रहेछ किनभने त्यो मान्छे यसले भनेर चाहिँ थाहा छैन साथीहरु अब किनभने मेरो ज्यानको पनि त माया छ मलाई अब म यसरी हक्कै त तपाईहरुलाई म भन्दैन म केही गरेन मेरो मम्मीको हत्या गर्ने मान्छेलाई पनि म केही भन्दैन मारिसक्यो तपाईहरुले अब त्यो उस गरेर केसमा लडेर अब फोकटमा अब दुःख नगरौँ किनभने आमाले चाहिँ अब फोकटमा दुश्मन चाहिँ नगर्नु होला नलिनु होला मसँग मैले तपाईहरुको केही पनि गरेको छैन सक्नुहुन्छ भने फेस टु फेस अगाडि आएर कुरा गर्नु केहीमा चित्त बुझे हैन मैले पनि गरेन तपाईहरुले पनि नगर्नु किनभने आमाहरुलाई खुसी राख्नु तपाईहरु यसरी रिस्दा अर्काको घरको रिस्दा गरेर कामै छैन किनभने मेरो मम्मीको साथमा 8000 पैसा पनि थियो अनि लसुन किन्न जाने बेलामा फर्किने बेलामा त्यो सल्लाह गरेर मारेर त्यो पैसा अनि घाँटीको सिग्रीहरु के लुटेर अनि मारेर अनि फ्यालेको रहेछ नालीमा फालेको रहेछ 9 दिनमा लास फेला पाइराको थियो मेरो मम्मीको 11 दिनमा लास फेला पार्यो किनभने अब गर्नु गरिसक्यो अब मेरो खुसी चाहिँ नलुट्नु होला मेरो फ्यामिलीलाई मलाई चाहिँ धम्की चाहिँ नदिनु प्लिज ल सक्नुहुन्छ भने त्यो मेसेजबाट हैन सक्नुहुन्छ भने घरमै आएर केमा चित्त बुझेन हामीबाट है के चाहन्छ हामीबाट हो त्यो भन्नु हामी दिन सक्छौं हामीले गर्न सक्ने कुराहरु हामी दिन्छौं तपाईहरुलाई तपाईहरु हैन तिमी त्यो जुन मेरो आमालाई हत्या गरेर के रे ज्यान लिनु भएको छ नि त्यो मान्छेलाई चाहिँ भनेको मैले खाएको छ भने आउनु नि त फेस टु फेस कुरा गरौँ कहिले खायो त्यो थाहै छैन यतिकै हाम्रो बुझ्न प्रगतिमा जलन भएर रिस्दा भएर मान्छेकै ज्यान लिदिन त त्यस्तो काम चाहिँ महापाप हो किनभने तपाईलाई मेरो यो कुरा चाहिँ तपाईलाई मर्ने बेलामासम्म कानमा गुल्जिनी छ यो कुरा चाहिँ यति कुरा याद गर्नु तिमीलाई ती तहरु भन्छ 4-5 जना कति जना थियो मेरो आमाको ज्यान लिने मान्छे यति कुरा चाहिँ तिमीहरुलाई चाहिँ मर्ने बेला मेरो यो कुरा चाहिँ कानमा गुल्जिरहने छ राम्रोसँग सास जाँदैन किनभने मलाई थाहा छ कि तहरुले धेरै पाप गर्नु भएको छ मेरो आमाको ज्यान लिएर झन् अस्ति बोलाउनु भएको धेरैजना टिकटकमा आउनुहुन्छ अब कसैको केही हुन हुँदैन तर सिलिङको बाटोमा नगएको किन नगएको सिलिङको बाटोमा जानु न सरप्राइज दिनु न भ्याउन परेन मान्छे के सुर तालले कहाँ हिँडे अब म भर्खर हिजै मात्र काठमाडौँ आएको होइन अनि अब आज सिलिङ नानाको बर्थडे छ म फेरि प्लेन चढेर गइहालौँ नानाकोमा बर्थडे मनाउन त्यस्तो हुन्छ क्या साथीहरु त्यसो चाहिँ नानाले बर्थडे सेलिब्रेसन नै गर्ने भन्नुभएको थियो मिला नाना म त नहुने भए होइन मेरो अगाडि नै यति गर्दै चाहिँ यो काम छ भनेर प्लान थियो नि त अनि ला नाना म त नहुने भने ठिक छ आफ्नो काम सकेर हो बसेर खानु भन्ने त पछि पनि छँदैछ नि भन्ने कुराहरू भइसकेको छ क्या तपाईहरुलाई के थाहा हुन्छ हामी पो फोनमा बोल्छ न हाम्रो कुरा हामीलाई थाहा हुन्छ अनि तपाईहरुलाई केही थाहै हुँदैन नि उही सिजनिङ र तपाईँ थाहा झगडा खेले हो पनि भने त्यो अनि मैले त भने हामी त झगडा खेलेको अनि सिजनिङ नानाले मेरो दाँत झार्दियो मैले पनि आँखै फुटाइदिए भाइरसको पनि कानै चुटाइदियो सिजनिङ नानाले मैले खुट्टै भाँदियो भनिदिएको अनि के गर्नु त यस्तै डेली हाइलाइट्सहरु हेर्न मन लागेको छ भने चाहिँ च्यानललाई सब्स्क्राइब गरिराख्नु होला है।